नेपाल अहिले एउटा निकै महत्वपूर्ण आर्थिक मोडमा उभिएको छ र यसको भविष्य कता जान्छ भन्ने कुरा एउटा यस्तो विषयले निर्धारण गर्दैछ जसको बारेमा हामी खासै सोच्दैनौं। त्यो हो बौद्धिक सम्पत्ति। नीतिगत तहमा हेर्दा यो हाम्रो लागि एउटा निर्णायक क्षण हो र आज हामी यही विषयलाई गहिराईमा गएर केलाउनेछौं। अब यो सबै कुराको जड हो सन् 2026। यो मिति किन यति महत्वपूर्ण छ त? किनभने यही वर्ष नेपाल अति कम विकसित मुलुकको दर्जाबाट माथि उठ्दैछ। सुन्दा त यो खुशीको कुरा हो, तर यसको अर्को पाटो पनि छ। यसले हामीले अन्तर्राष्ट्रिय व्यापारमा पाउँदै आएका थुप्रै छुट र सुविधाहरू खोज्नेछ, जसले हाम्रो अर्थतन्त्रमा एउटा ठूलै तरङ्ग ल्याउन सक्छ। हो, यहुनेर आउँछ आजको सबैभन्दा ठूलो नीतिगत दुविधा। एकातिर हामीले हाम्रा नागरिकको स्वास्थ्य र सम्पदाको रक्षा गर्नै पर्छ, अर्कोतिर विश्वव्यापी नियमहरू मानेर आफ्नो अन्तर्राष्ट्रिय छवि पनि जोगाउनु छ। यी दुईलाई एकैसाथ कसरी सन्तुलनमा राख्ने? यो नै आजको हाम्रो विश्लेषणको मूल प्रश्न हो। त्यसो भए यो द्वन्द्व वास्तवमा के हो त? एकातिर छन् विश्वले बनाएका एकदमै कठोर नियमहरू र अर्कोतिर छन् हाम्रा आफ्नै स्थानीय आवश्यकताहरू। यी दुईको बीचमा तालमेल कसरी मिलाउने? आउनुहोस् यसलाई अझ नजिकबाट हेरौं। हेर्नुहोस्, विश्व व्यापार संगठनको ट्रिप्स सम्झौता खासमा विकसित देशहरूलाई ध्यानमा राखेर बनाइएको हो। तर जब त्यही नियम नेपाल जस्तो देशमा लागू हुन्छ, समस्या सुरु भइहाल्छ। हामीलाई चाहिने सस्तो औषधि र हाम्रो परम्परागत ज्ञानको संरक्षणमा यो एउटै साइज सबैलाई मिल्ने नियमले सिधै असर गर्छ। यही विश्वव्यापी दबाव र हाम्रो घरेलु आवश्यकता बीचको खाडल नै अहिलेको मुख्य चुनौती हो। यहाँ सबैभन्दा ठूलो समस्या के हो भने हाम्रो कानूनी आधार नै एकदमै कमजोर छ। सोच्नुहोस् त, झण्डै 60 वर्ष पुरानो कानूनले आजको डिजिटल र विश्वव्यापीकरणको युगका चुनौतीहरूलाई कसरी सामना गर्न सक्छ? सक्दैन। त्यसैले सुधारको आवश्यकता तत्काल र अनिवार्य छ। अब यो नीतिगत कुरालाई अझ ठोस रूपमा हेरौं। यदि हामीले समयमै केही गरेनौं भने यसले दुईवटा महत्वपूर्ण क्षेत्रमा प्रत्यक्ष असर पार्नेछ। एउटा हो जनस्वास्थ्य र अर्को हो हाम्रो सांस्कृतिक सम्पदा। यहाँ द काठमाडौँ पोस्टले एउटा गम्भीर चेतावनी दिएको छ। हामीले अहिले पाइरहेको पेटेन्ट सम्बन्धी सुविधा, जसले गर्दा औषधिहरू सस्तोमा उत्पादन गर्न सकिएको छ, त्यो 2026 पछि हट्दैछ। यसको सीधा अर्थ हो औषधिहरूको मूल्य आकाशिनेछ। यसको मतलब के हो भने अहिले हामीले उच्च रक्तचाप र मधुमेह जस्ता सामान्य तर गम्भीर रोगहरूको लागि सस्तो जेनेरिक औषधिहरू बनाउन पाइरहेका छौं, तर 2026 पछि यो सुविधा हट्नेछ। यसले लाखौं नेपालीहरूको स्वास्थ्य र आर्थिक अवस्थामा कति ठूलो असर पार्ला सोच्नुस् त। यो हाम्रो लागि एकदमै गम्भीर जनस्वास्थ्यको विषय हो। अब अर्को खतराको कुरा गरौं, जसलाई भनिन्छ बायोपाइरेसी वा जैविक चोरी। सरल भाषामा भन्नुपर्दा यो भनेको हाम्रो परम्परागत ज्ञान र प्राकृतिक स्रोतहरूलाई विदेशीहरूले आफ्नो नाममा दर्ता गर्ने अनि त्यसबाट नाफा कमाउने प्रक्रिया हो, जबकि त्यसको वास्तविक हकदार हाम्रा समुदायहरू हुन्। यो कुनै काल्पनिक खतरा होइन है। सोच्नुहोस् त, नेपालको पहिचान बनेको लप्सीलाई एउटा विदेशी कम्पनीले लगभग आफ्नो नाममा दर्ता गरिसकेको थियो। यो त एउटा सानो उदाहरण मात्र हो। हाम्रा 80% भन्दा बढी आयुर्वेदिक जडीबुटीहरू आज पनि असुरक्षित छन्। हाम्रो कमजोर कानूनले गर्दा हाम्रो सांस्कृतिक र आर्थिक खजाना दिन दहाडै लुटिने जोखिममा छ। ल, समस्याहरूको चर्चा त धेरै भयो। अब समाधानतिर लागौं। सरकारले यो चुनौतीलाई सामना गर्न एउटा बृहत नयाँ कानून प्रस्ताव गरेको छ, औद्योगिक सम्पत्ति विधेयक। यो नयाँ विधेयकले गरेको परिवर्तन साँच्चै ठूलो छ। यसले पहिलो पटक हाम्रो परम्परागत ज्ञान र इलामको चिया जस्ता भौगोलिक पहिचानलाई कानूनी संरक्षण दिँदैछ। तर सबैभन्दा महत्वपूर्ण कुरा, यसले युटिलिटी मोडल भन्ने एउटा नयाँ व्यवस्था ल्याएको छ। यसको अर्थ अब ठूला ठूला आविष्कार मात्र होइन, साना तर उपयोगी सुधारहरूले पनि कानूनी मान्यता पाउनेछन्। यो हाम्रा साना उद्यमीहरूका लागि साँच्चै एउटा गेम चेन्जर हुन सक्छ। यो विधेयकको सबैभन्दा रणनीतिक र चलाक पक्ष यही हो। हामीले अन्तर्राष्ट्रिय नियमहरू मान्नै पर्छ, तर ती नियमभित्रै रहेका लचकताहरूलाई आफ्नो राष्ट्रिय हितमा प्रयोग गर्न सक्छौं।
अनिवार्य इजाजत पत्रको व्यवस्थाले हामीलाई आवश्यक परेको बेला महँगो औषधिलाई सस्तोमा उत्पादन गर्ने अधिकार दिन्छ। यो एकदमै शक्तिशाली औजार हो। र हामी यो बाटोमा एक्लै छैनौं भन्ने कुराको यो एक उत्कृष्ट उदाहरण हो। भारतमा अदालतले क्यान्सरको औषधिलाई लिएर नोभार्टिस जस्तो ठूलो कम्पनी विरुद्ध फैसला सुनायो र स्पष्ट भन्यो कम्पनीको नाफा भन्दा नागरिकको स्वास्थ्य ठूलो हो। यसले के देखाउँछ भने हामी विश्वव्यापी नियमहरूलाई आफ्नो राष्ट्रिय हित अनुकूल व्याख्या गर्न सक्छौं। यो एक शक्तिशाली सन्देश हो। अब अन्तिम र सबैभन्दा महत्वपूर्ण चरणमा जाउँ। हेर्नुस्, कानून बनाउनु एउटा कुरा हो, तर त्यसलाई व्यवहारमा उतार्नु अर्को ठूलो चुनौती हो। नीतिगत दृष्टिकोणबाट हेर्दा विधेयक पारित हुनु सुधार प्रक्रियाको अन्त्य होइन, यो त सुरुवात मात्र हो। वास्तविक काम त अब सुरु हुन्छ। कानून त बन्यो, तर यसलाई कार्यान्वयन गर्ने बाटोमा धेरै बाधा छन्। हामीसँग यो काम गर्न सक्ने दक्ष जनशक्ति छ कि हामीसँग विशेष संस्थाहरू छन्? वर्षौंदेखि थुप्रिएका हजारौं आवेदनको चाङलाई कसले पन्छाउने? र सबैभन्दा महत्वपूर्ण, के हाम्रा उद्यमीहरूलाई यो नयाँ कानूनले दिने फाइदाबारे थाहा छ? यी प्रश्नहरूको उत्तर बिना कानून कागजमा मात्र सीमित रहनेछ। अन्तमा यो विश्लेषणले हामीलाई एउटा महत्वपूर्ण प्रश्नमा ल्याएर छोड्छ। हामीसँग एउटा राम्रो प्लेबुक वा कार्ययोजना छ, तर खेल जित्नका लागि बलियो टिम अर्थात् सक्षम संस्थाहरू चाहिन्छ। के हामी त्यो निर्माण गर्न सक्छौं? नेपालको बौद्धिक सम्पत्तिको भविष्य यही प्रश्नको उत्तरमा निर्भर छ।